भोलि चाहिँ 2083 वैशाखको 18 गते बुद्ध जयन्ती हो। अनि भोलिको लागि चाहिँ आज हामी यहाँ तयारी गर्दैछौँ। यो चाहिँ हाम्रो बुद्ध नगरको चाहिँ कर्मा उर्गेन छोलिङ गुम्बा हो। यो चाहिँ गुम्बा जाने बाटो। यो चाहिँ हाम्रो 7 नम्बर वार्डमा पर्छ र सिन्धुलीमा गुम्बाहरूमा चाहिँ अलिक नाम चलेको र राम्रो गुम्बा पनि यही हो। हजुरहरूले देख्न सक्नुहुनेछ भोलिको लागि तयारी भइरहेको छ। उर्गेन छोलिङ गुम्बा ल सबै एक वर्षमा चाहिँ नयाँ दर्जो साम्लिङहरू हामीले फेर्ने गरेका छौँ। ल हामी चाहिँ कर्मा उर्गेन छोलिङ गुम्बामा चाहिँ पुग्न आँटेको छौँ। हेर्न सक्नुहुनेछ हाम्रो कर्मा उर्गेन छोलिङ गुम्बाको चाहिँ बस्ने ठाउँ हेर्न सक्नुहुनेछ। एकदमै राम्रो छ यो कर्मा उर्गेन छोलिङ गुम्बा। भोलिको लागि तयारी हुँदैछ। यहाँ चाहिँ मेरो देवरहरूले दर्जो नयाँ दर्जो लगाउन आउँदै हुनुहुन्छ। यहाँ चाहिँ हामी कसैलाई त्यस्तो केही स्वार्थ छैन। हामीले मात्र धर्मको लागि सबजना जुटेर गुम्बालाई हामी सिगार्दैछौँ। ल हेर्न सक्नुहुन्छ हाम्रो कर्मा उर्गेन छोलिङ गुम्बाबाट चाहिँ यस्तो राम्रो दृश्य। र गुम्बा चाहिँ अब पुरानो होइन, पुरानो छ। यस्तै हो। भोलिको लागि तयारी हाम्रो कर्मा उर्गेन छोलिङ गुम्बा। यो पछाडिबाट मैले लिँदै आएको थिएँ र अब यो बत्ती बाल्ने ठाउँ र अगाडि देख्न सक्नुहुनेछ। म भित्र जाँदैछु। अब हाम्रो कर्मा उर्गेन छोलिङ गुम्बा भगवानहरू हेर्न सक्नुहुनेछ। छोलिङ गुम्बा यहाँ चाहिँ हाम्रो मेमे मामको फोटो यहाँ छ। हाम्रो मेमे बस्नुहुने ठाउँलाई हामीले यत्तिकै राखेको छौँ। ल सबै सम्पूर्ण संसारमा रहनुभएको सम्पूर्ण जीव जन्तु मनुष्यहरूप्रति चाहिँ भगवान् बुद्धले रक्षा गर्नुहुनेछ।